जोजलपा नमस्ते। आज पनि हामी उपस्थित भइसकेका छौँ समय सन्दर्भ लिएर। श्रोताहरू, अहिले देशमा कठिन परिस्थिति गुज्रिरहेको छ। कोरोनाको महामारी छ एकातिर, अर्कोतिर राजनीतिक माहौल त्यस्तै चर्किरहेको छ। यो परिस्थितिमा पनि आफ्नो कार्यकाल पुरा गरी कीर्तिपुरीहरूको सेवा गरी आफ्नो कार्यकाल पुरा गरी अब स्थानान्तरण हुनु लाग्नु भएको हामी आज नेपाल विद्युत प्राधिकरणका एक इन्जिनियर हुनुहुन्छ, उहाँसँगको कुराकानीलाई आज यहाँहरू सामु राख्नेछौँ। माधव पौड्यालजी हुनुहुन्छ। समय सन्दर्भ, समसामयिक विषयहरूको साथमा समय सन्दर्भ, जनस्वास्थ्य, शिक्षा तथा आम नागरिकका ताजा विषयवस्तु समेटेर तयार पारिने समय सन्दर्भ। उहाँ नेपाल विद्युत प्राधिकरणमा आफ्नो कार्यकाल पुरा गर्नुभएको छ। माधव पौड्यालजी हुनुहुन्छ। उहाँ इन्जिनियर हुनुहुन्छ नेपाल विद्युत प्राधिकरणका र किर्तिपुर नगरपालिकाको यो किर्तिपुर वितरण केन्द्रमा उहाँले आफ्नो कार्यकाल 2 वर्ष, अन्दाजी 2 वर्ष यो कठिन परिस्थितिमा पनि गुजार्नुभयो। किर्तिपुरका नगरवासीहरूको सेवा गर्नुभयो र यसै विषयमा आज हामी उहाँलाई विदाई स्वरूप भनौँ अथवा उहाँको कार्य प्रगति के कति भयो, हाम्रो किर्तिपुरका नागरिकहरूले सेवा के कति पाए, उहाँलाई कस्तो किसिमको अप्ठ्यारो परिस्थिति पर्यो, त्यो बारेमा हामी उहाँसँग कुराकानी गर्दैछौँ। म उहाँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। माधव पौड्याल सर नमस्कार। हेलो माधव पौड्याल सर नमस्कार। नमस्ते। अलिकति आवाज ठुलो बोल्नुहोस् न है। मेरो आवाज अहिले सुन्नुभएको छ? ठिकै सुनिरहेको छु। अलिकति साउन्ड सुनिएको छैन। म हाम्रो प्रविधि मित्र हुनुहुन्छ युनिक साक्यलाई अलिकति अनुरोध गर्न चाहन्छु। मेरो साउन्ड उहाँले राम्रो सुन्नुभएको छैन अरे। अहिले सुन्नुभयो? हजुर हजुर। नमस्कार, म नेवा एफएममा यहाँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु, यो समय सन्दर्भ कार्यक्रममा। ए धन्यवाद। अनि हाम्रो नेपाल विद्युत प्राधिकरणको यो किर्तिपुर केन्द्रमा यहाँले सेवा गर्नुभएको करिब 2 वर्षभन्दा बढी भयो होला है? मैले चाहिँ 2 वर्ष, मेरो असोज 14 गते 2 वर्ष पुगेर यति आयो। यो कठिन परिस्थितिमा पनि किर्तिपुरको यो क्षेत्रमा यहाँले सेवा दिनुभयो। किर्तिपुरका नगरवासीहरूलाई आफ्नो ज्ञानहरू, आफ्नो ज्ञानले भ्याएसम्म सेवा गर्नुभयो। के कस्तो प्रगतिहरू गर्नुभयो, यहाँलाई अप्ठ्याराहरू के कस्ता परे, यस विषयमा अलिकति बताइदिनुहोस् न। अब काम गर्ने सिलसिलामा चुनौतीहरू त धेरै नै हुन्छन् होइन। अब चुनौतीलाई चुनौतीको रूपमा लिने कि अवसरको रूपमा लिने भन्ने कुरा प्रमुख कुरा हो। हजुर। किर्तिपुरमा बस्दाखेरि मैले काम सँगसँगै मलाई चाहिँ एउटा अवसर पनि प्राप्त भएको महसुस भएको छ। मलाई चुनौती ठुलो कुरो लागेन होइन। जुन हिसाबले सफलता हामीले प्राप्त गर्दै गयौँ त्यो नै ठुलो कुरो लाग्यो। अब सुरुका दिनहरूमा किर्तिपुरमा म गएको टाइममा अब खासै भन्नुपर्दाखेरि चाहिँ चुहावटको समस्या अलिक बढी नै थियो किर्तिपुर एरियामा, विद्युत चोरी गर्ने। त्यसमा चाहिँ हामीले यो विगत 2 वर्षमा राम्रो सफलता प्राप्त गऱ्यौँ। सबैजनाले साथ दिनुभयो मलाई, किर्तिपुर नगरपालिकाका सम्पूर्ण जनताहरू, त्यस्तै विद्युत प्राधिकरणको पनि हायर लेभलको म्यानेजमेन्टले पनि साथ दिनुभयो। र अर्को कुरा चाहिँ यो विद्युत आपूर्तिको पनि समस्या थियो हाम्रोमा। कस्तो भने जम्मा हामीले 3टा फिडरबाट चाहिँ विद्युत आपूर्ति गरिराखेका थियौँ। विद्युत यो किर्तिपुर नगरपालिका, दक्षिणकाली नगरपालिका लगायत चन्द्रगिरीको केही भाग, अनि त्यसपछि हुमाने साइडतिर। अब त्यो अलिकति चाहिँ रिलायबल खालको सप्लाई थिएन। कस्तो भने विद्युत आपूर्ति फेरि कहिले आउने कहिले जाने, हाम्रो सप्लाई साइडबाट पनि अलिकति समस्या थियो। अब म गए पछाडि चाहिँ माधवतीर्थ सब स्टेसनबाट हामीले 2टा फिडर चाहिँ निकाल्न सफल भयौँ। त्यतिखेर पनि काम गर्नु धेरै गाह्रो भयो। त्यहाँको चन्द्रगिरीको वडा अध्यक्षहरूले पनि मलाई काम गर्ने टाइममा धेरै गाह्रो भएको थियो, र पनि पछि लास्टमा सहयोग नै गर्नुभयो। त्यो हिसाबले पनि हामीले 2टा फिडरहरू निकाल्न सफल भएको छौँ। एउटा फिडरलाई चाहिँ मैले दक्षिणकाली नगरपालिका पुरै सम्पूर्ण त्यो फिडरबाट बल्ने गरी चाहिँ उतातिर पठाइदिएको छु भने, एउटा फिडर चाहिँ किर्तिपुरको लागि चाहिँ जगेडा फिडरको रूपमा हामीले युज गरिरहेका छौँ। अब स्विच एरारबाट आएको लाइन कहिलेकाहीँ बिग्रिहालेको अवस्थामा हामीले उताबाट पनि सप्लाई लिन सक्ने अवस्था छ। त्यो हुनाले गर्दा
किर्तिपुरलाई चाहिँ अब अघिल्लो वर्षको जाडोमा पनि यो वर्षको जाडोमा पनि हाम्रो विद्युत माग चाहिँ एकदमै धेरै हुने टाइममा कहिलेकाहीँ समस्या आइहाल्यो भने यताको बिग्रियो भने उताको बिग्रियो भने यता त्यसरी चलाउन सक्ने अवस्था भएको हुनाले गर्दा त्यसो पनि धेरै सजिलो हुने अवस्था छ। अब अर्को कुरो भनेको चाहिँ यो कालो सूचीमा रहेका ग्राहकहरूको पैसा उठाउने पनि एउटा ठुलो चुनौती थियो, किनभने 72 सालको भूकम्पपछि किर्तिपुरमा धेरै घरहरू भूकम्पले चाहिँ बिगारेको अवस्था, त्यसमा पनि त्यो हाम्रो ग्राहक बनिरहेका मान्छेहरूले चाहिँ त्यो घर भत्केपछि त्यो मिटर पनि सँगसँगै छोडेर बाहिरतिर अन्यत्र गइदिने, कतिपयकोमा त त्यो घर भत्केर मिटर पुगेको अवस्था पनि रहेछ र त्यो मिटर अहिलेसम्म पनि फेला परेको स्थिति छैन। त्यस्ता ग्राहकहरू पहिचान गरेर तिनीहरूसँग चाहिँ कालो सूचीमा रहेका पैसाहरू उठाउने काम पनि ज्यादै चुनौतीपूर्ण कामहरू थियो। करिब 40 लाख जति चाहिँ हाम्रो कालो सूची बापतको पैसा उठाउन बाँकी रहेछ। त्यो पैसा चाहिँ मैले करिब 9 लाखको हाराहारीमा चाहिँ उठाइसकेको छु। त्यो पनि असाध्यै अप्ठ्यारो काम, त्यो पहिचान गर्ने गाह्रो, बल्ल 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 खोजखाज गरेर त्यतिसम्म चाहिँ उठाइएको छ। अब बाँकी 31 लाख रुपियाँ जति करिब उठाउन बाँकी छ हाम्रो, त्यो पनि हामीले प्रयास गरिरहेका छौँ, कति सकिन्छ उठाउने क्रममा छौँ। अब अर्को कुरा चाहिँ नेपाल विद्युत प्राधिकरणलाई तत्कालीन हिमाल सिमेन्टले तिर्न बाँकी करिब 5.5 करोड रुपियाँ पैसा चाहिँ उठाउनको लागि मैले धेरै ठुलो पहल गरेँ। त्यो बिचमा सुक्खा बन्द जहाँले चाहिँ त्यहाँको जमिन प्रयोग गरेर अहिले चाहिँ नयाँ संरचनाहरू बनाइरहेको छ। उनीहरूले पनि बिजुलीको लाइनको निवेदन दिन आउँदा मैले चाहिँ त्यो पैसा नतिरिकन तपाईँहरूले लाइन पाउनुहुन्न भनेपछि नेपाल सरकारसँग गुहार्न जानुभएछ र नेपाल सरकारले हामीलाई एउटा कमिटमेन्ट लेटर चाहिँ लेखेर दिएको छ। त्यो पैसा चाहिँ नेपाल सरकारले तिरिदिने भनेर, त्यो हिसाबले ढिलो चाँडो चाहिँ हामीलाई त्यो 5.5 करोड चाहिँ प्राप्त हुने स्थितिमा हामी छौँ। यी समग्र कुराहरूलाई हेर्दाखेरि एउटा उत्साहजनक स्थितिमा हामी किन छौँ भने हामीले धेरै कामहरू गर्न सकेका छौँ यी बिचमा। हजुर, अब यो बक्यौता उठाउने काम धेरै मुस्किल काम हो। अब त्यसमा पनि अब कालो सूचीमा परेका ग्राहकहरू भन्नु पहिचान नै मुस्किल परेको अवस्थामा पनि यहाँले निकै कष्ट गरी निकै अब आफ्नो सफलताका साथ यो कार्य गरिदिनु भएको धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि यसै क्रममा म अर्को कुरा गर्दाखेरि अब नयाँ भावी योजनाहरू केही बनाउँदै हुनुहुन्थ्यो कि अब जाँदा जाँदै एउटा स्किम बनाएर छोड्नु भएको अवस्था छ कि? अब भावी योजनामा चाहिँ अब एउटा खुसीको खबर के छ भने किर्तिपुर नगरपालिका वरिपरिको जुन हाम्रो 11,000 भोल्टको विद्युत लाइन छ, जो अहिले हामीले ओभरहेडबाट सप्लाई गरिरहेका छौँ, त्यसमा चाहिँ अब छिटै नै हामीले अन्डरग्राउन्डको काम सुरु गर्न लागिरहेका छौँ। मलाई लाग्छ यो 5-6 महिनाभित्र हामी चाहिँ विद्युत प्राधिकरणको त्यो तार भूमिगत गर्ने कामहरू चाहिँ सुरु गर्दैछौँ। त्यसमा कस्तो हुन्छ भने हाम्रो 11,000 भोल्ट पनि भूमिगत हुन्छ, त्यसपछि हाम्रो एलटीको वितरण लाइन पनि भूमिगत हुन्छ र सँगसँगै यो आइएसपी भनौँ न, यो इन्टरनेट सर्भिस प्रोभाइडरहरूले जसरी अहिले हाम्रो पोलमा तारहरू झुन्याएर लानु भएको छ, त्यसलाई पनि हामीले भूमिगत गर्नको लागि चाहिँ कामहरू गरिरहेका छौँ। अब चाहिँ यो 6 महिनाभित्र हामी चाहिँ भूमिगतको कामहरू चाहिँ सुरु गर्नेवाला छौँ। किर्तिपुरको अहिले तत्कालको लागि चाहिँ रिङ रोडको कामहरू सुरु गर्नेवाला छौँ। हजुर, पक्कै पनि यो रिङ रोड वरिपरि यो 11,000 भोल्टको यो हाई टेन्सन लाइन छ, यसले पक्कै पनि त्यसमा फेरि अब यो सर्भिस प्रोभाइडरहरू हुन्छन् नि, यो अनलाइनवालाहरूले, यिनीहरूले चाहिँ तपाईँहरूको यो पोल युज गर्दाखेरि त्यहाँ एकदमै खतरा स्थिति देखिएको हामीले पाउँछौँ है। कतिवटा पोलहरू भाँचि पनि सकेको छ। यो चाहिँ छिट्टै गर्नुपर्ने स्थिति पनि छ है। अब भनौँ न, अब तपाईँको चाहिँ 2 वर्ष कार्यकालमा यहाँले 2 वर्ष पुरा गर्नुभयो है हाम्रो किर्तिपुर विद्युत केन्द्रमा। मेरो पुरा भइसक्यो। हजुर, यो लकडाउनको कठिन परिस्थिति थियो, त्यतिखेर आफूले अब कस्तो किसिमको सेवा गर्छु भनेर आउनुभएको थियो र कतिसम्म यहाँले गर्न सक्नुभयो? आफूमा सन्तुष्टि हुनुहुन्छ कि हुनुहुन्न? अब लकडाउनको समयमा चाहिँ कस्तो भने अब नेपाल सरकारले पनि सबैजनालाई समस्या परेको छ, यो टाइममा हामी सबैले सहयोग गर्नुपर्छ भन्ने खालको चाहिँ कुराहरू नेपाल सरकारले पनि गरेको थियो। अब हाम्रो सन्दर्भमा चाहिँ लकडाउनको समयमा के भयो भन्दा अरू कुराहरू त हामीले सामान्य रूपमा नै सुचारू गर्न सक्यौँ। विशेष गरी हाम्रो यो रेभिन्यू हुन्छ नि, कलेक्सन, ग्राहकहरूले चाहिँ बत्ती बाले बापत तिर्ने पैसा, त्यसमा चाहिँ हाम्रो धेरै ठुलो ह्रास भयो। विगत लकडाउनको टाइममा हामी चाहिँ महिनामा करिब 97 देखि 98% चाहिँ हाम्रो कलेक्सन पर्सेन्टेज थियो भने
यो लकडाउनको टाइममा हाम्रो चाहिँ धेरै कम भयो कलेक्सन पर्सेन्टेज। त्यो हिसाबले हामीले फाइनेन्सियली रेभिन्यू कलेक्सनको काम चाहिँ राम्रोसँग गर्न सकेनौँ। फेरि ग्राहकलाई नेपाल सरकारले छुट पनि दिएको अवस्था थियो। त्यो हिसाबले गर्दा हामीले ग्राहकहरूको घर घरमा गएर लाइन काट्न पनि सकेनौँ पैसा नतिरे बापत। त्यो एउटादेखि बाहेक अरू कामहरूमा त हामीले लकडाउन हुँदाहुँदै पनि राम्रो नै कामहरू गऱ्यौँ। अब हाम्रो कर्मचारीहरू चाहिँ अब किर्तिपुरमा चाहिँ यो कोरोनामा करिब 10जना चाहिँ हाम्रो साथीहरूलाई कोरोना लाग्यो र कोरोना लागेर उहाँहरू आइसोलेसनमा अथवा क्वारेन्टाइनमा यस्तै बस्नुभयो। त्यसै सन्दर्भमा हाम्रो एउटा होनहार कर्मचारी भनौँ विद्युत प्राधिकरणको एउटा इमान्दार कर्मचारी हामीले गुमाउनु पनि गर्यो। उहाँलाई अब के भनौँ एकदम भावपूर्ण श्रद्धाञ्जली भन्नुपर्ने अवस्था भयो। धेरै प्रयास गर्दा पनि उहाँलाई हामीले बचाउन सकेनौँ। विशेष त उहाँ चाहिँ बित्नु भएको कारण चाहिँ कोरोना नै भन्नुपर्छ। हजुर, उहाँ चाहिँ कोरोनाकै कारणबाट बित्नु भयो है? कोरोनाकै कारण त उहाँ करिब चाहिँ 14-15 दिन हस्पिटलमा भर्ना पनि हुनुभयो, तर उहाँलाई बचाउन सक्नु भएन डाक्टर साहबहरूले। धेरै राम्रो काम गर्ने कर्मचारी हामीले गुमाउनु। त्यही हो सबभन्दा दुःखको मलाई लागेको चाहिँ यो बिचमा। अरू कामहरू त ठिकै छ, हामीले गरेकै छौँ। सन्तोष हुनुभयो। अब यसो अब अहिले ग्राहकहरूको महसुलको कुरा उठाउनु भयो, यहाँले भर्खरै उठाउनु भएको थियो। अब यसमा चाहिँ अब कोरोनाको अवधिमा सरकारले चाहिँ कतिपय क्षेत्रमा भनौँ दूरसञ्चार भयो, प्राधिकरण भयो, यी सेवाहरूमा चाहिँ सरकारले महसुलहरूमा कटौती गरिदिएको यस्तो किसिमको पनि सुनिए थिए। अनि त्यस पछाडि जरिवाना नलाग्ने चाहिँ हामीले सुनेका थियौँ, तर प्राधिकरणमा चाहिँ मैले पनि जरिवाना तिर्नु परेको थियो। त्यो स्थितिमा एकपटक फिर्ता दिने भन्ने कुरा पनि कता कता सुनिएको थियो। यो विषयमा केही थाहा छ यहाँलाई? त्यो हामीले जो ग्राहकहरूले जरिवाना तिर्नुभयो उहाँहरूको पछि हाम्रो माननीय मन्त्रीज्यूले पनि एकपटक मिडियामा भन्नुभएको थियो कि र हामीलाई स्पष्ट निर्देशन पनि दिनुभएको थियो ग्राहकहरूको यस्तो गुनासो आइरहेको छ, विद्युत प्राधिकरणले हेर्नु पर्यो के भयो भन्नुभएको थियो। पछि हामीले त्यस्ता ग्राहकहरूको त्यो पैसा चाहिँ समायोजन गरिदिइसकेका छौँ। यो पछिल्लो यो 2 महिना यता चाहिँ कतिपय ग्राहकहरूले मलाई भन्ने पनि गरेका छन्, सर हाम्रोमा त पैसाको बिजुलीको बिलै आएन, म त सधैँ इसिआबाट पैसा तिर्ने मान्छे भन्नुभयो। अनि मैले धेरै कुरो उहाँहरूको सबै समायोजन गरेर त्यो पैसा नै तिर्नु नपर्ने अवस्था पनि भइरहेको रहेछ। त्यो हुनाले गर्दा यो पछिल्लो हामीले यो विगत 2 महिनाको समयमा चाहिँ त्यो समायोजन गरिदिइसकेका छौँ। त्यस्ता ग्राहकहरू जसले पहिला जरिवाना तिर्नु भएको छ अथवा बढी तिर्नु भएको छ उहाँहरूकोमा चाहिँ त्यस्तो छैन अब चाहिँ। हजुर, अब हाम्रो एकजना कर्मठ कर्मचारीले मृत्युवरण गरिसकेको स्थितिमा अहिले कोरोना फेरि सामाजिक स्तरमै फैलिरहेको स्थिति छ। त्यतातिर चाहिँ अब सुरक्षाको उपायहरू के कस्तो गर्नुभयो होला? सुरक्षाको उपाय त त्यो सामान्य रूपमा अरूले भनौँ तपाईँ हामी सबैले जस्तो खालको सुरक्षाको उपायहरू अपनाउने हो, हामीले पनि त्यही नै उपाय अपनाउने हो। त्योभन्दा फरक खालको त अब अहिलेसम्म हामीले गरेका छौँ, अरू कसैले गरेको छ। अब विशेष गरी त्यही मास्कहरू लगाउने, त्यसपछि पन्जाहरू लगाउने, फेस सिल्डहरू लगाउने, त्यसरी नै गरेका छौँ। र अब अहिले विशेष गरी हाम्रो विद्युत प्राधिकरण किर्तिपुरमा चाहिँ एउटा सजिलो के छ भने यो ग्राहकहरूले पैसा तिर्नको लागि चाहिँ एउटा पूर्वतिरको ढोकाबाट छिर्न सक्नुहुन्छ र अरू केही समस्या भयो भने हाम्रो लाइटमा बाहिरबाटै सम्पर्क गर्न सक्नुहुन्छ। त्यो हुनाले गर्दा हाम्रो भित्रका कर्मचारीहरू छन् धेरै उहाँहरूको भेटघाट अथवा चाहिँ घुलमिल हुन सक्ने खालको अवस्था छैन। त्यो हुनाले गर्दा पनि हामी धेरै रूपमा सुरक्षित नै छौँ जस्तो लाग्छ। त्यसको अलावा चाहिँ अब यो सेफ्टी इक्विपमेन्टहरूमा अघि मैले भनेअनुसार मास्क, पन्जा, सेनिटाइजर, त्यसपछि यो फेस सिल्ड यिनीहरू नै हो। यसरी ल्याएर अब त हामी धेरै सुरक्षित पनि भइसक्यौँ, जति लाग्न लागिसक्यो। अहिले पछिल्लो समयमा हाम्रो कर्मचारीलाई त्यस्तो सङ्क्रमण देखेको अवस्था पनि छैन। हजुर, अनि सेवाग्राहीहरूलाई यो महसुल काउन्टरमा यहाँहरूले जुन सेवा दिनुहुन्छ नि, सेवा अवधि हेरफेर गरेर गर्नुभएको छ कि नियमित उही 10-5 हो? अलिकति आवाज फेरि सेवाग्राहीहरूलाई यहाँले महसुल काउन्टर बुझाउने, पैसा बुझाउने काउन्टर हुन्छ नि, त्यहाँ सेवा अवधि अब त्यो महसुल बुझाउने अब समय अवधि चाहिँ हेरफेर गर्नुभएको छ कि उही 10-5 समय छ? 10-5 होइन, हामी चाहिँ 9 बजेदेखि 2 बजेसम्म चाहिँ खोल्छौँ। ए हजुर, बिहान 9 बजेदेखि खोलिन्छ है काउन्टर? हजुर, किनभने यो किर्तिपुरको उसमा चाहिँ अलिकति सान्दर्भिक पनि जस्तो लाग्यो, किनभने किर्तिपुर चाहिँ
अब काठमाडौँ उपत्यका भने नि अलिकति मान्छेहरूको बस्ने ठाउँ किर्तिपुर, त्यसपछि चाहिँ रोजगारीको लागि चाहिँ सहरतिर जाने खालको चाहिँ वातावरण रहेछ त्यहाँबाट। कस्तो भने बिहानै मान्छे 9 बजे अथवा 9:15 बजे चाहिँ त्यहाँबाट निस्किने अनि चाहिँ सहरतिर जाने, त्यो टाइममा चाहिँ भर्तीको पैसा पनि यसो तिरेर गइहालौँ न भन्ने खालको मान्छेहरू धेरै आए हाम्रोमा रिक्वेस्ट गर्नको लागि। त्यही भएर मैले चाहिँ 1 घन्टा अगाडि नै काउन्टर खुलाउन लागेँ र त्यो इफेक्टिभ पनि देखियो। 9 बजेदेखि चाहिँ 10 बजीसम्म मान्छेहरू चाहिँ भर्तीको पैसा तिर्न एकदम भिडामिडै गरेर आउनुहुन्छ। बरु दिउँसो चाहिँ हाम्रोमा काउन्टर अलिक खाली नै हुन्छ। हजुर हजुर। यसले गर्दा किर्तिपुरको यो काउन्टरमा महसुल बुझाउन एकदम सरलता पनि भएको हुनसक्छ। म पनि प्रायः 9 बजे नै प्रायः जाने गर्छु यहाँको काउन्टरमा। अब पौडेल सर, अब यस पछाडिको कार्य अवधि चाहिँ यहाँको कुन क्षेत्रमा हुनेछ होला, के निश्चित भइसकेको छ? अब यो यसरी हामीले अहिले नै भन्न सक्ने अवस्थामा छैन। विद्युत प्राधिकरणले मलाई जस्तो खालको जिम्मेवारी दियो त्यस्तै ठाउँमा जाने नै हो। अब हेरौँ कतातिर पठाउनुहुन्छ उहाँहरूले मलाई। आफूले अब विगतमा चाहिँ आफूले यो कार्यकाल पनि सफलताका साथ पुरा गरे जस्तो यहाँले फिल गर्नुभएको छ? हो, मलाई चाहिँ विशेष गरी अहिले मेरो अब यो विद्युत प्राधिकरणमा मेरो 8औँ वर्षमा निर्वाचन भइरहेको छ। मैले सेवा गरेको किर्तिपुरमा गएर जसरी मैले सेवा गरेँ यसमा एकदमै धेरै मलाई आत्मसन्तुष्टिको महसुस भएको छ। अहिलेसम्मको 8 वर्षको अवधिमा सबभन्दा बढी चाहिँ मेरो आत्मसन्तुष्टि भनेको किर्तिपुरमा गएर काम गरे बापतको आत्मसन्तुष्टि नै छ। हजुर, धेरै खुसी लाग्यो। अब जाँदा जाँदै हाम्रा श्रोताहरूलाई कुनै सन्देश र दिन सक्नुहुन्छ? समस्त किर्तिपुर वितरण केन्द्रका मेरा आदरणीय ग्राहकहरू, यहाँहरू करिब अहिले चाहिँ हाम्रो 22,000को हाराहारीमा ग्राहकहरू पुगिसक्नु भएको छ। यहाँहरूको घरमा कुनै समस्या परेको छ, बत्ती बलेको छैन या चाहिँ नो लाइटमा बारम्बार फोन गर्दा पनि हाम्रो साथीहरूले रेस्पोन्स गर्नुभएको छैन भनेदेखि यहाँले मेरो यो मोबाइल नम्बरमा सम्पर्क गर्न सक्नुहुन्छ। 985019 मेरो मोबाइल नम्बर हो। यहाँले कुनै पनि समस्या पऱ्यो भने सोझै मैले मेरो यो मोबाइलमा सम्पर्क गर्न सक्नुहुनेछ। यहाँहरूको समस्या तत्काल समाधान गर्नको लागि म हर वखत प्रयास गर्नेछु। र सबभन्दा मेरो ठुलो रिक्वेस्ट के छ भने विद्युत चाहिँ स्विच आउट गरेर चाहिँ विद्युत चाहिँ उपयोग नगरौँ, विद्युत चाहिँ मिटर राखेर प्रयोग गरिदिनु हुन अनुरोध गर्दछु। यदि स्विच आउट हामीले फेला पारेको खण्डमा फेरि धेरै ठुलो कारबाही पनि हुन सक्नुहुन्छ। त्यसको लागि चाहिँ अगाडिदेखि यहाँहरू सचेत भएर बस्नुहुन्छ भन्ने मैले लागेको छ। हजुर, धन्यवाद पौडेल सर। अब यहाँलाई सफल कार्यकालको शुभकामना दिँदै आगामी निकट भविष्यमा पनि यहाँको कार्यकाल सफल रहोस् भन्ने कामना गर्दै आज यहाँसँग छुट्टिन चाहन्छु। नमस्ते। धन्यवाद। मलाई पनि लागेको केही शब्दहरू, केही मेरा मनका कुराहरू, मेरा कार्यकालका अनुभव भोगाइहरू यो नेवा एफएम मार्फत राख्नको लागि समय दिनुभएकोमा नेवा एफएम परिवार, तपाईँ उद्घोषक साथी सबैजनालाई धन्यवाद व्यक्त गर्न चाहन्छु। हजुर, धन्यवाद। समय सन्दर्भ, समसामयिक विषयहरूको साथमा समय सन्दर्भ, जनस्वास्थ्य, शिक्षा तथा आम नागरिकका ताजा विषयवस्तु समेटेर तयार पारिने समय सन्दर्भ। उहाँ हुनुहुन्थ्यो नेपाल विद्युत प्राधिकरणका इन्जिनियर माधव पौडेल सर। कार्यक्रमबाट युनिक साक्य र मलाई शङ्कर थापालाई बिदा दिनुहोस्। नमस्ते, शुभ।